गुड मर्निङ गाइस, हामी अहिले भेडेटारमा छौँ है। गुड मर्निङ फ्रम भेडेटार है। यता हाम्रो कोठा हो, हिजो चाहिँ लिएको थियो हामी। अनि के भन्छ, हिजो चाहिँ देखान पाएन, थकानले गर्दा अलि रेस्ट गर्न पुग्यो हामी चाहिँ। हाम्रो कोठाको यता भ्यू चाहिँ दामी रहेछ है। पहाडको भ्यू, भेडेटार स्काई टावर भन्छ कि स्काई वाक टावर। दोस्त कति अर्डर द के लिए? आलू पराठा कई को 5 आलू पराठा। तरकारी देती कि नहीं? देती ना तो मैं तरकारी जा ऑर्डर करे हमारे भी साथ सबके। अच्छा दोस्त अरू चाउमिन है। हाँ चाउमिन है। ल गाइज, हामीले अब फ्रेस हुनुपर्छ होइन, यता रेडी सेडी हुनुपर्छ, फेरि अगाडि जानु छ, बाटोमा इन्जोय गर्नु छ, राइड पनि गर्नु छ होइन। इधर से गाड़ी तेरा भाई चलाएगा। क्या बोला तूने? सो गाइज, हाम्रो खाजा आयो अहिले। अब खाजा खाएर फ्रेस सब भइसक्यो हामी। अनि खाजा खाएर यहाँबाट जाने। अब टाइम पनि 9:30 भइसक्यो, टाइम पनि भोलि नै भइसक्यो है। अब एकछिनमै खाएर निस्किने हामी। केटाहरू सब रेडी भइसक्यो रहेछ, प्याकिङ स्याकिङ सब क्लियर छ, ज्याकेट मात्र लाउन बाँकी छ है। अब यहाँ खाजा खाएर एकछिनमै अब हामी जाने यहाँबाट। गाइज, हामी रेडी भइसकेका छौँ है राजा। अब जान लाग्यो हामी यहाँबाट। हाम्रो प्याकिङ स्याकिङ सब भइसक्यो, केटाहरू रेडी पनि भइसक्यो रहेछ। रिचेक गरौँ त एक सब। दोस्त हटो त हेलमेट पकड त। रिचेक चार्जर धैली बैग में ना अपन चार्जर। हाँ राइट ना है कुछ हम दो रूम लाइक बाय बाय अब मैं होटल गई थी अहिले चाहिँ भेडेटार चौकमा घुम्दैछौँ। राइडको लागि आएको चाहिँ भेडेटार है, राम्रै ठाउँ रहेछ चिलआउटको लागि। केटाहरू घुम्दैछ त यसरी डल्ले खोर्सानीसम्म चल न। अनि कता आइछ यहाँ नै चल्दैछ है, डल्ले खोर्सानी लिनुपर्छ अब घरको लागि। कसैले ल त बुल्नु त खोर्सानी पनि लियो घरको कोसेली डल्ले खुर्सानी। कसम सही कस्तो बाइक पनि रेडी, कस्तो क्रेजी देखेर। होटल अब यतातिरको लेट्स गो बुगीमान। कारबाट धरानको लागि यता ओह्रालो झर्दैछौँ हामी। अब एउटा दुईवटा भिडियो यहाँ सुट भयो, भिडियोहरू सिनेमेटिक बाटोभरि आज भिडियो बनाउँदैछ, ड्राइभ गर्दैछ होइन। दिनभरि आज रात पुग्छ हामीलाई होइन। मजाले बिस्तारै बिस्तारै जानुपर्छ आज चिल पारामा है, चिल पारामा।
का डिब्बा उनका दल कौन साइड हो साइड को साइड सो अहिले हामी चाहिँ फर्स्ट ब्रेक हाम्रो के भन्छ अरे आपडाँडा ठाउँमा है आपडाँडा ठाउँमा भन्ने छ आपडाँडा भन्ने ठाउँमा फर्स्ट ब्रेक धरानबाट सिधै हामी यहाँ आएको अब यहाँ एकछिन बसेर बाइक पनि पुरै हिट भइसकेको रहेछ केटाहरू पनि छ अहिले है हाउ वाज योर एक्सपिरियन्स फर्स्ट राइड असम राम्रो ठाउँमा छौँ एकदम शान्त रहेछ ठाउँ चाहिँ चिल आपडाँडा बसौँ साथी एकछिन ल गाइज अब एकछिन रेस्ट गर्नुपर्छ हामीलाई हामी चाहिँ जान लाग्छ अब यहाँबाट रेस्ट सेस्ट सबै भइसक्यो होइन अब मेरो रेस्ट रहेछ बाइकमा अनि साथी चाहिँ चलाउँदैछ मेरो बाइक अनि म चाहिँ मजाले पछाडि बसेर एकछिन बस्नुपर्छ आधी एक घन्टा जति अगाडि यसो घुमाउ न ऊ साथी सिङ्गल सोलो बासीमा ठाउँ चाहिँ दामी रहेछ है बस्नको लागि एकछिन बेस्ट भयो राम्रो चल्थ्यो अलिक राम्रै रहेछ जे होस् ल ठिक लाग्यो के भन्छ विमानभन्दा अलि अगाडि छौँ बर्दिमासको बाटोमा होइन यहाँ खाजासाजा सब भयो रेस्ट भइसक्यो 1 घन्टा जति रेस्ट भयो यहाँ चाहिँ अब यहाँ भिडियो सिडियो सुट हुन्छ सिनेमेटिक होइन अनि अब मोबाइल पनि चार्ज छैन खै अब कति बेला स्विच अफ हुन्छ 10-12% मात्र चार्ज रहेछ अहिले कति बेला स्विच अफ हुन्छ थाहा छैन अब भिडियो सिडियो सुट गरेर चार्ज
यदि चार्ज रह्यो भने त फेरि भेटौँला, नत्र एकैचोटि अब घर गएर भेटौँला। चार्ज छैन, अब यस्तो लोकेसन भेटिएको छ हामीलाई। अब भिडियो सुट गर्नु पर्थ्यो दाजुटा मजाले होइन। हाम्रो चाहिँ भिडियोग्राफर है केटाहरू भिडियोको लागि खुब मेहनत गर्दैछ है। सपोर्ट देखाइदिउँ अलि है, खुब मेहनत गर्दैछ केटाहरू भिडियोको लागि। ल गाइज मोबाइल चार्ज छैन, फेरि भेट्नुपर्छ है बाटोमा। यदि स्विच अफ भयो भने त फेरि सर्किललाई एकैचोटि घर गएर भेट्नुपर्छ है। ल